कान्छी बरी भएर माया गरेको बेजेत पो गर है देब्रे छोरी म माइत जान्न क्या अब माइत जान्न जा 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 उठ 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 है उठ कान्छी कहाँ गइछ आउँदिन कान्छी ए कान्छी यहाँ आऊ हजुर आमा यहाँ आऊ किन बोलाउनु भएको आमा साउन लागेको थाहा छ छैन तिमीलाई ए आज साउन हो आजदेखि तिमीलाई साउनको भाग ल्याइदिएको छु हेर त आमा कति धेरै ल्याइदिनु भएको त मम्मी अनि माइत जान्छौ नि त त्यही भएर मैले ल्याइदिएको लगाउ त ए मलाई माइत जान ल्याइदिनु भएको अँ आहा कस्तो राम्रो रहेछ आहा लगाउ लगाउ हस् हुन्छ म लगाउँछु अनि दिदीलाई चाहिँ ल्याइदिनु भएन दिदीलाई अब आगो ल्याइदिन्छु नि अहिले अब तिमी माइत जाऊ न अब म एक्लै पनि हुन्छु अब यस्तो झरी लागेको छ चिसोमा जाडोमा चिया पकाउने मान्छे छैन मेरो लुगा कसले धोइदिने त्यही भएर उसलाई चाहिँ यहीँ राख्ने हो लुगा धुन्छे पानी आइरहेछ तल बेसीमा गाई गोरु भोकै घाँस काट्नु जान्छे म आगो उसलाई आगो पनि यस्तै किनेर लगाइदिन्छु नि म उसलाई पनि हेला गर्नु हुँदैन माया गर्नुपर्छ जे भन्ने दुःखमा लिएको बुहारी हो तिमी भनेको त पछि ल्याएको हो उसलाई पनि त माया गर्नुपर्छ यस्तै ल्याइदिन्छु उसलाई पनि गहना कति पनि राम्रो आहा कति राम्रो आमा हार राम्रो छ नि अनि तिमीलाई यसैले सुहाउँछ भनेर ल्याइदिएको नि त मैले आहा मलाई त नि रिङ पनि ल्याइदिनु भएको यो झुम्का जेठीलाई पनि म यस्तै ल्याइदिन्छु यो जम्मा कति 3 लाखको त हो ए 3 लाख अनि आमा तपाईसँग यत्रो पैसा कहाँबाट थियो थियो नि अनि भत्ता आएको थियो यसो चेपचापमा राखेको थिएँ नै ए शिरबन्दी पनि ल्याइदिनु भएको रहेछ आहा नङपाली सुरा कति राम्रो राम्रो मेरो पनि माइतको मम्मीहरूले कस्तो राम्रो भन्नुहुन्छ होला है तपाईँले यस्तो महँगीको सुन भएको बेलामा यति धेरै ल्याइदिनु भएछ है सुन त आहा चुरा पनि ल्याइदिनु भएको रहेछ आहा कति राम्रो छिटो छिटो है गाडीले छोड्छ आहा नङपालिस पनि ल्याइदिनु भएको रहेछ कति राम्रो नङपालिस त मलाई माइत जान गाडी छुट्छ होला ढिलो भइसक्यो छिटो गरेर मेकअप गरिहाल्नु पर्यो के राम्रो सुहाएको राम्रो देखियो अनि राम्रो देखेको नि खै लिपस्टिक त झन् थोरै राम्रो देखेन मेरो बुहारीले ए हो आमा त्यस्तो राम्रै भए ए मेरो राम्रो मेरो देख्यो तपाईँको छोरालाई पनि म अनि गोलो छ नि त तिम्रो कस्तो देख्यो हेर्न के राम्रो सुहाएको यता हेर त मलाई कति राम्रो मेरो बुहारी तर आमा सबै ठिक भयो तर चुरा चाहिँ ठुलो भएछ के ए अनि त्यत्रो अनि दिनै पछि दुध दही खुवाएको के गर्नु त बुहारी तँलाई अब कहिले फेरिँदैनस् त आहा कस्तो राम्रो मलाई त मेरो मम्मीले त कस्तो राम्रो ल्याइदिनु भएछ माइतको मम्मी बुहारी खुसी हुन्छ नि कान्छी बुहारी कस्तो राम्रो आमा म दिदीलाई हेर्न चाहन्छु ल कस्तो के गर्नु हुँदैछ कता हुनुहुन्छ हेरेर आउँछु अनि म गाडीमा नि जाउँला नि माइततिर हेरेर आउँछु Wow. हो आमामा के हो आमा यो लु खाऊ 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 खाइहाल छिटो नाक्लिस है नाक्लिस भट्की रहेछ खाऊ कस्तो मिठो म नि अलिकति खान्छु ल खानु खानु त्यही भने मलाई जेठीले भात पकाएर आज दिँदिन मलाई त लाग्यो कि क्या हो आमा हँ? कस्तो तिरमिर तिरमिर छ त नाक्लिस है के गरी जान्छ रसी लाग्यो जस्तो छ मलाई त के गरी जान्छस् माइत अब माइत म जान सक्दिनँ जा जा आज गरिरहेको छ मैले मलाई फोन गरिरहेको थियो सम्धिनीले कहाँ आइपुगी
भन्दै थियो के बाटो लाग्यो सङ्क्रान्तिमा बाटो लाग्नु ठिक परेको छ अब घुमिदिरहेछु म माइत साइत जान सक्दिनँ खल्ली बल्ली अनि यो सुन चाहिँ यसो भन्नु है मेरै बुढाले किनिदिएको भन्नु है जेठीलाई हुन्छ आमा हुन्छ ल चिन्ता नगर्नु म भनिहाल्छु टेन्सन नगर्नु आमा मलाई नाच्न मन लाग्यो कि सङ्क्रान्तिमा नाच्छौँ तपाईँ गीत गाउनु म नाच्छु है ल ल गरी ल ल म नाच्छु मेरो बुढाले नाचेको अब जानु माइत साइत खल्ली बस्ने घरमै आमा है म त माइत जान्न मलाई अब निन्द्रा लाग्यो है अब म यहीँ सुते है ल कान्छी बात भएर माया गरेको बेजेत पो गर है देब्रे छोरी म निन्द्रा लाग्छ क्या आमा नउठाउनु म माइत जान्न क्या अब माइत जान्न जा जा मलाई नउठाउनु है